र सबैतिर हामी चाहन्छौँ कि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरू राज्यको दायित्वभित्र जाओस् र अन्ततः त्यो निःशुल्क होस् भन्ने हाम्रो चाहना छ र आउने दिनमा हामी त्यसको निम्ति आफ्नो ठाउँबाट प्रयास गर्ने विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। मैले अहिले देशको राजनीतिक परिस्थितिमा धेरै भन्नु छैन, निर्वाचन मुखैमा आइपुगेको छ। मलाई खुसी छ, सबभन्दा पहिला जेनजी आन्दोलन पछि देखा परेको परिस्थिति, नयाँ परिस्थितिमा सार्वजनिक रूपमा अगाडि बढ्ने र यो देशलाई सहज निकास दिने अब निर्वाचन मात्रै सबभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले अहिले हामी आज निर्वाचन प्रक्रियामा बन्द सूची प्रस्तुत गर्दै गर्दा म खुसी व्यक्त गर्न चाहन्छु र सबै राजनीतिक दलहरू पनि विभिन्न रूपमा उतार चढावहरू हुँदै अहिले निर्वाचनबाट नै देशमा राजनीतिक स्थायित्वतिर, स्थिरतातिर र अनि विकासको एउटा नयाँ प्रक्रियातिर लान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई पनि धन्यवाद भन्न चाहन्छु।